सावधान साथीहरू, के तपाईहरू आफ्नो फेसबुक आइडीलाई पेजमा कन्भर्ट गरेर मोनेटाइजेसन गर्ने प्रक्रियामा हुनुहुन्छ? अर्थात् तपाईले फेसबुक आइडीलाई मोनेटाइजेसन गरेर पनि अर्निङ गर्दै हुनुहुन्छ। यदि त्यस्तो सिचुएसनमा पुग्नु भएको छ भने एकदम ध्यान दिनुपर्ने कुराहरू छ साथीहरू, किनभने हाम्रो फेसबुक आइडी र फेसबुक पेज एकदम सेभ र सेक्योर गरेर राख्नुपर्ने अवस्था छ। किन अहिलेको डेटमा तपाईहरूको फेसबुक पेज आइडी ह्याक पनि हुनसक्छ र ह्याक पनि गरेर मान्छेले आफ्नो के अरे मतलबको लागि, आफ्नो स्वार्थको लागि जे पनि गर्न सक्छ। अब तपाईहरुको के अरे सिक्रेट कुराहरू पनि उले निकाल्न सक्छ। अर्थात् सिक्रेट कुरा ननिकाले पनि तपाईको फेसबुक आइडी ह्याक गर्यो भने तपाईको मानिलिम तपाईले मोनेटाइजेसन गर्दै हुनुहुन्छ भने, मोनेटाइजेसन गरेर अर्निङ पनि गर्दै हुनुहुन्छ भने, अथवा पेमेन्ट लिने बेलामा त्यो व्यक्तिले ह्याक गरेर तपाईको ह्याक गरिरहेको छ भने त पेमेन्ट लिने बेलामा उसले आफ्नो पेमेन्ट के अरे तपाईको पेमेन्ट उसले आफ्नो एकाउन्टमा ट्रान्सफर गर्न सक्छ साथीहरू। त्यसकारणले एकदम ध्यान दिनुपर्ने कुराहरू छ। एकदम तपाईहरुले यो भिडियो स्किप नगरिकन हेर्दिनु होला। म तपाईहरुलाई आफ्नो मोबाइलको स्क्रिनमा देखाउन गइरहेको छु। यो मोबाइलको स्क्रिनमा यो सेटिङहरू गर्नु होला साथीहरू, यहाँ हेर्नु होला स्क्रिनमा। यसरी आफ्नो फेसबुक ओपन गर्नुस् हैन। एप ओपन गरिसकेपछि यसरी आफ्नो प्रोफाइलमा जानु होला। आफ्नो प्रोफाइलमा गइसकेपछि ड्याशबोर्डमा जानु होला। ड्याशबोर्डमा गइसकेपछि यहाँ तल्लो साइडमा सेटिङको अप्सन छ। सेटिङको अप्सनमा गएर तपाईहरु यसरी इन्टरफेस खुल्छ। यसरी खुलेपछि सी मोर इन एकाउन्ट सेन्टर भनेर लेखेको छ, यसमा अन गर्नु होला। यसमा अन गरिसकेपछि तपाईले यस्तो इन्टरफेस खुल्छ। पासवर्ड एन्ड सेक्युरिटीमा अन गर्नु होला। पासवर्ड एन्ड सेक्युरिटीमा अन गरिसकेपछि यहाँ तपाईहरुको साथीहरु सेक्युरिटीमा अन गरिसकेपछि तपाईको यहाँ वेयर आर लगइन भनेर लेख्छ। तपाईको मोबाइलको के अरे तपाईको फेसबुक आइडी र तपाईको पेज चाहिँ कुन मोबाइलमा चाहिँ लगइन छ भनेर देखाउँछ। यसमा अन गर्नु होला। यसमा अन गरिसकेपछि यसरी आफ्नो प्रोफाइलमा टच गर्नु होला। यसरी गरिसकेपछि तपाईको सबै डिटेल देखाउँछ। यसमा कुन मोबाइलमा तपाईको फेसबुक आइडी लगइन छ भनेर देखाउँछ। यसमा साथीहरु हेर्नु होला। यदि तपाईले अब के अरे रेडमी फोन चलाउनुहुन्छ, अर्थात् अब पोको फोन चलाउनुहुन्छ कि अब के अरे ओप्पो चलाउनुहुन्छ, जस्तै अब तपाईको मोबाइल बाहेक अरूको मोबाइल देखाइरहेको छ भने, अब मानिलिम भिभो देखाइरहेको छ भने तपाईले त्यसमा डाउट गर्ने पर्ने कुरा हुन्छ। यसमा अब अर्को कुनै अरू मोबाइल देखायो भने त्यसमा तपाईले त्यसबाट लगआउट गरिदिनु होला। यसरी टच गर्नु होला। टच गरेर लगआउट गरिदिनु होला साथीहरु। यसरी लगआउट गरिसकेपछि तर लगआउट मात्रै गरेर हुँदैन साथीहरु। आफ्नो लगआउट गरिसकेपछि तपाईले तत्कालै तपाईहरुले आफ्नो फेसबुक पेजको अर्थात् फेसबुक आइडीको पासवर्ड चेन्ज गरिदिनु होला। चेन्ज नगरेसम्म त्यो व्यक्तिले फेरि लगइन गरेर तपाईको फेसबुक आइडी ह्याक गर्न सक्छ। सो साथीहरु एकदम ध्यान दिनु होला यो भिडियो, किनभने अब यदि हामीले आफ्नो फेसबुक आइडी फेसबुक पेजलाई सेभिङ गर्नु छ भने एकदम ध्यान दिनु पर्ने सेटिङहरू हुन्छ साथीहरु। गर्नुपर्छ, यो गर्नु होला। किनभने अहिलेको अवस्थामा धेरै ह्याक भइरहेको छ। फेसबुक आइडी ह्याक गरेर धेरै नराम्रो गतिविधिहरू मान्छेहरू गरिरहेको छ। त्यसकारणले एकदम ध्यान दिनु होला साथीहरु। तपाईहरु यो भिडियो तपाईहरुलाई कस्तो लाग्छ प्लिज लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब पनि गर्नु होला साथीहरु। मेरो च्यानल तपाईहरु सब्स्क्राइब गरेर, किनभने तपाईहरुको लागि म यस्तो इन्फर्मेटिभ भिडियोहरू ल्याउने गर्छु। हस्त, धन्यवाद साथीहरु।